परदेशबाट फोन गर्छन् हाम्रा राम दाजु। परदेशबाट फोन गर्छन् हाम्रा राम दाजु। सुख सुख गर्दै बुझिन् हाम्री सीता भाउजू। के भो भनी परदेशबाट सोध्छन् राम दाजु। भक्क भक्क रुँदै बुझिन् हाम्री सीता भाउजू। तरुल पनि खाँदिन, मासु पनि खाँदिन। महादेव पक्रे कि उयो पक्रे कि सिंगादेवी पक्रे कि शिवजी पक्रे कि पार्वती पक्रे म जान्दिनँ। म खाँदिन, खाएर मजाले सुत्छु। ल सबै यहीँ छ, पकाउँदिन नि खाँदिन पनि। मासु भात चाहिँ यहाँ खाँदैन, दिँदैन। कताजना बेच्नु लाने लैजा, कसकोमा भनेको छ लैजा लैजा लैजा। हैन अब हुँदैन, मासु पनि खाने यो तरुल पनि खानु दिँदिन, यहाँ चाहिँ दिँदिन। बेसी नाटक नदेखा न, तेरो तरुल तेरो तरुल त्यति साथ नखानु खोजेर ल्यायो भने तेरै तरुल हुन्छ, मेरै तरुल हुन्छ। हैन छुनु त पाउँ भनेको त मैले त बन्तरुल त ल छु खा पनि ल ल ल छु न। ल यही हो बन्तरुल, घर तरुल, इस्कुसको जरा सिस्कुसको जरा सबै छ। छु न, छु कति छुन्छस्? ल यो पनि छु, यो पनि छु। ल कुन कुन किन छुनु पर्यो? ल छु छु। यहाँ घर तरुलहरू पनि छ, कता कता छ। सक्कर खन्डा पनि छ, यो सक्कर ए सक्कर ल खा 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 खा। छु न अन्त, छुने भनेको होइन। ल छु छु। सुङ पनि कस्तो बनाउँदो रहेछ। ल किन अन्त वाक्कै लाग्छ चलाएपछि यो घर तरुल भयो नि त भयो, म चलाउँदिन। लु अन्त किन आफ्नै काम गर्नु। लु म छोइनँ, छुदिनँ म बस्यो भने म गरिहाल्छु नि। म छुदिनँ, म हेरिबस्छु यहाँबाट। लु गर्नु हेर्नु पनि भएन, आँखा घोचिदिउँ। गर्नु नि गर्नु। मासु चाहिँ खानु खाउँ है, तर फेरि